मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्षता पनि मागेको थिएन। हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागेर, सम्पूर्ण कुरा त्यागेर एकताको एउटा सहमति गरेका थियौँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग। पुस 14 गते भएको सो सहमति आज 26 गते भयो, करिब 12 दिन भयो। 12 दिनसम्म हामी पटक पटक धेरै चरणको छलफलमा, त्यो सहमति कार्यान्वयनका चरणमा हामी छलफलमा जुट्यौँ। जुन छलफलहरू अत्यन्तै हिंताबोधका साथ हामीले अगाडि बढाउनु पर्ने अवस्था आयो। हामीले पदको ठुल्ठुलो बार्गेनिङ गऱ्यौँ, ठुल्ठुला चाहिँ विषयहरूमा धेरै बार्गेनिङ गऱ्यौँ भन्ने जुन कुरा आएको छ त्यो सरासर गलत हो। म आफै पनि एउटा उपाध्यक्ष, त्यो पनि धेरै वरियता क्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ र मैले आज अन्तिम चरणमा मैले सहमतिको लागि एउटा प्रस्ताव पनि गरेको थिएँ। म एउटा साधारण सदस्य भएर, रासोपाको एउटा साधारण सदस्य भएर बस्छु। हाम्रा साथीहरू, केन्द्रीय समितिका साथीहरूलाई केही एडजस्टमेन्ट गर्नुपर्छ, त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ। र यो लामो समयसम्म एउटा इन्गेज गरेर बस्नु पर्दाखेरि साँच्चीकै उज्यालो नेपाल पार्टीले ठुलो क्षति ब्याउनु परेको छ। र अन्तिममा आएर, आजको दिनमा आएर, अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनु भयो। हामीले घोषणा गरेको थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो र मिडियामा त्यही हिसाबले आयो। त्यसपछि हामी यसरी जुटेका छौँ। वास्तवमा यो हाम्रो लागि यो 12 दिन अत्यन्तै पीडादायी भयो। हामीले अत्यन्त लचकताका साथ, मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्षता पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले सहमति ब्रेक गर्नु र 12 दिन इन्गेज गराएर 12 दिनसम्म यस्तो क्रुसियल टाइममा उज्यालो नेपालको जुन अभियान थियो त्यसलाई टोटल्ली ब्लक गरेर अब हाम्रो आवश्यकता उहाँहरूलाई परेन। अब हामी नभए पनि हामी उहाँहरू अगाडि बढ्न सक्छौँ भन्ने एउटा सङ्कल्प र विश्वासका साथ उहाँहरू अगाडि बढ्नु भएको छ।